यो बस्ती गाउँ। यो गाउँ सर्लक्कै छिचोलेर अर्को पहाडको धुरीमा आजको हाम्रो बास बस्ने गाउँ भेटिनेछ। सुरुमै उकालो चाहिँ मजाले हिँड्नुपर्ने रहेछ। यो बस्ती गाउँ छिचोल्नै समय लाग्ने रहेछ हामीलाई चाहिँ। यहाँ पानी खाने हौ। यहाँ त हामी बस्ती गाउँ ठ्याक्कै छिर्यौँ। भाइ बहिनीहरू निकै छौ कि? निकै छ। के रहेछ कुन्दन सर? पानी छ? लु पानी हौ। छाई त खकडिया छैनौ? छैन। मुई पारेको छ कि त भनेर सोधेको गाउँमा। ए केटाकेटीहरू यहाँ सबै माथि हुनुहुँदो रहेछ। यस्तो चाहिँ बस्ती गाउँको सेरोफेरो। कस्तो मजाको गाउँ रहेछ। नमस्कार है सबैजनालाई। के छ आज भेला भनेको यो के समस्या त होइन त्यस्तो? हजुर आराम हुनुहुन्छ सबैजना? ल सो थानपाटनतिर उक्लेको है हामी त। जान सक्छौँ होला हामी माथि? पुगिन्छ? यसरी माथिल्लो तह आइँदैछ। माथिल्लो तहबाट अझै गाउँ त माथिसम्म फैलिएको छ जस्तो लाग्यो। सुविधाहरू अब विद्युतको चाहिँ छैन यहाँ, बिजुली नभएको अवस्था। तर यसरी खानेपानीका धाराहरू अनि यता हो, यतै जाने अरे। लाउँ ल अर्को घर। अब यहाँको घरमा चाहिँ के हुन्छ भने एउटा भण्डारण घर हुन्छ यहाँनिर, जसमा चाहिँ गाई गोठहरू राखिन्छ र छाउगोठ पनि हुन्छ। यहाँनिर आमाले टक्कै गाईहरूको भकारो सोध्नु हुँदै रहेछ। यो गोठबाट यता जाउँ अब। ल है नमस्ते हजुरहरू, नमस्ते। ठिकै हुनुहुन्छ? आराम हुनुहुन्छ? हजुर। यतैबाट हो जाने बाटो माथि? ए यता पो। यहाँ चाहिँ के बुझ्यो भने हरेक घरमा वासस्थान घर यही हुन्छ। अहिले त अब छाउको गोठ फरक हुँदैन, घरकै तल्लो तल्लामा बस्नुहुन्छ आमा दिदी बहिनीहरू भने। यो एउटा अलग घर देखिन्छ सर, यो के हो? यो भनेको एउटा गहुँ सुकाउने माथि बाला के काटेर अनि हाल्ने, माथि तल आगो बाल्ने। ए मुना ठुल्ठुला मुना लगाएर आगो बालेर अनि यता त्यसलाई थिच्ने, पिट्ने के पिटेर गेडा छान्ने। यता यो घरलाई के भनिन्छ? भाड भनिन्छ भाड। हाम्रो भाषामा भाड भनिन्छ। ए ल यसमा चाहिँ के रहेछ भने यो अन्नहरूलाई चुट्ने अथवा यो आगो बालेर माथि तताउने, सुकाउने होला सायद। कि चिसो ठाउँ हो, घामले सुक्दैन भनेर होला सायद। घामले सुक्दैन। अनि वर्षाको समयमा भने अषाढमा हुन्छ नि। असारमा अहिले त मौसम परिवर्तनको कारणले पानीले भिजेन नि त यहाँभित्र होइन? त्यही भएर भाडबाट अब हामी अगाडि पहाडतिर लागौँ। कहाँ जानुभयो हजुर? बजार। केटाकेटी सबै गए बजार? घुम्नु हो कि कामको लागि? ए चामल लिन जानुभएको रहेछ। अब भिडियोमा पर्छ क्या, भाइरल हुने हो। भाइरलै भयो।